के पो भइरहेछ र गाइस यहाँ एक्सिडेन्ट भयो के पो भइरहेछ ल माङ्सु गेट हेलो गाइस हाई गाइस सन्जय शर्मा हाई गाइस तपाईलाई सन्जय शर्माको भ्लगमा स्वागत छ हाई गाइस तपाईहरुलाई सन्जय शर्माको भ्लगमा स्वागत छ म चाहिँ आज बिहानै उठेको छु आजको चाहिँ 5 कति लगभग 4:30 बजे उठेको थिएँ अहिले 5 ताने चाहिँ माछा खाडीमा लागेको छ त्यही भएर अब यस्तो तानेर एउटा बाहिर तानेर यहाँ राखेर चाहिँ ट्याट्टै पारेर मिक्स गर्नुपर्छ हैन ताने चाहिँ माछा खाडीमा लागेको छ त्यही भएर अब यस्तो तानेर एउटा बाहिर तानेर यहाँ ल मेरो सामान रेडी भइसक्यो हेर्नु टक्क लाएर ओह्रालो लाग्छु बारी चाहिँ कतिको डर भयो बान्ने नभएर डोरीले बाँधिरहेको छु बाटोमा झर्छ के हुन्छ ल निस्क्यो मलाई ढिलो भइसक्यो यहीँनिर यस्तो दामी घाम लाग्यो भनेपछि झापामा त आज बस्नु सक्दैन जस्तो लाग्यो हेर्नुहोस् कस्तो दामी घाम लागिरहेछ बिहानैदेखि आज मजाको घाम लागिरहेछ पानी 2 दिन नपरेले गर्दा बाटो चाहिँ एकदम क्लिनै छ यता यस्तो धेरै दुःख मान्नु पर्दैन अब ठाउँ कता कता चाहिँ पानी जमेको थियो भने त्यहाँनिर चाहिँ हिलो हुन्छ नभए बाटो अहिले पानी नपरेको कारणले गर्दाखेरि एकदमै धेरै राम्रो छ यता बब्बालाई छ ल घाम चाहिँ टलक्कै लागिरहेछ तर मान्छेहरू उठिरहेको छैन गाउँमा बिहान चाहिँ बिहानै हो कोही उठिरहेको छ कोही उठिरहेको छैन घाम चाहिँ निकै अहिले चर्किसकेकै अवस्था छ यो चाहिँ कठरै भन्ने ठाउँ त्यहाँ मादेनहरूको मात्र बस्ती छ त्यहाँनिर आइपुग्छ ल तलतिरको नजर आएर पुरै हुस्से लागेको जस्तो छ होइन तर एकछिनमा गर्मी हुन्छ होला के छ कस्तो छ भएर एकछिनमा मात्रै थाहा हुन्छ त्यो मौसम विभागलाई मात्रै थाहा हुन्छ हाम्रो चाहिँ थाहा हुँदैन त्यसले टाढोको यो क्यामेराले क्याप्चर गर्न सक्दैन जस्तो छ दमक त्यस्तो देखिरहेको छ यहाँदेखि भ्यू टावर यहाँदेखि देखिने दमकको भनेको भ्यू टावर मात्रै हो कि टपुक्क अनि त्यहाँदेखि ठुलो अरू चाहिँ सानो सानो देखिन्छ भ्यू टावर त्यति ठुलो बनाएको रहेछ क्या होइन यो चाहिँ कठरै भन्ने ठाउँ त्यहाँ मादेनहरूको मात्र बस्ती छ त्यहाँनिर आइपुग्छ ल तलतिरको नजर आएर पुरै हुस्से लागेको जस्तो छ होइन तर एकछिनमा गर्मी यो चाहिँ कठरै भन्ने ठाउँ त्यहाँ मादेनहरूको मात्र बस्ती छ त्यहाँनिर आइपुग्छ
ल तलतिरको नजारा आएर पुरै हुस्से लागेको जस्तो छ होइन। तर एकछिनमा गर्मी हुन्छ ल के छ कस्तो छ अब भएर एकछिनमा मात्रै थाहा हुन्छ। यो मौसम विभागलाई मात्रै थाहा हुन्छ, हाम्रो चाहिँ थाहा हुँदैन त्यसले। टाढो टाढोको यो क्यामेराले क्याप्चर गर्न सक्दैन जस्तो छ दमक त्यस्तो देखिरहेको छ। यहाँदेखि भ्यू टावर, यहाँदेखि देखिने दमकको भनेको भ्यू टावर मात्रै हो कि टपुक्क। अनि त्यहाँदेखि ठुलो अरू चाहिँ सानो सानो देखिन्छ। भ्यू टावर त्यति ठुलो बनाएको रहेछ क्या होइन। भ्यू टावर चाहिँ त्यति ठुलो मान्छेको माङ्सेबुङ यहाँदेखि हामी देखिँदैन। आजको सनलाइट भइहाल्छ बिहान। योभन्दा अझै बिहान चाहिँ हिँड्नु चाहिँ कस्तो मजा हुन्छ क्या, राम्रो लाग्छ। आज चाहिँ नजारे ल माङ्सेबुङको गेट। यहाँनिर के भरिरहेको छैन भन्दै थियो जस्तो लाग्यो होइन। के गरिरहेको छ गेट पनि यहाँ होइन। सिमाना यता तल खोल्सीमा कता अरे भन्दै थियो होइन। अनि अब त्यो यस्तो कुरो विवादमा धेरै कुरो ल्याउनु हुँदैन। यहाँनिर अस्ति कस्तो डेन्जर पहिरो गएको बुइ है। यहाँ त बाइकबाट हिँड्दाखेरि त जोगिएर हिँड्नुपर्ने रहेछ हेर्नु है। ल माङ्सेबुङको गेट, ल माङ्सेबुङको गेट, ल माङ्सेबुङको गेट। यहाँनिर के भरिरहेको छैन भन्दै थियो जस्तो लाग्यो होइन। के गरिरहेको छ गेट पनि यहाँ होइन। सिमाना यता तल खोल्सीमा कता अरे भन्दै थियो होइन। अनि अब त्यो यस्तो कुरो विवादमा धेरै कुरो ल्याउनु हुँदैन। यहाँनिर अस्ति कस्तो डेन्जर पहिरो गएको बुइ है। यहाँ त बाइकबाट हिँड्दाखेरि त जोगिएर हिँड्नुपर्ने रहेछ हेर्नु है। स्वाम्य झारेर यस्तो डेन्जर हो। त्यही भएर बर्खामा बी केयरफुल गाइज, बी केयरफुल। होसियार गरेर हिँड्नुपर्छ। यस्तो भिरपाखाहरू दायाँ बायाँ खस्न सक्छ। टुङ्गो हुँदैन कतिखेर कताबाट के खस्छ भन्ने कुरोको कुनै उयो नै हुने क्या, टुङ्गो नै हुँदैन। ल 0 पॉइन्टमा पनि छैन रहेछ मान्छे। भर्खर 7 मात्रै बज्दैछ नि त, त्यही भएर मान्छेहरू केही आएको रहेछ। ल 0 पॉइन्टमा पनि छैन रहेछ मान्छे। भर्खर 7 मात्रै बज्दैछ नि त, त्यही भएर मान्छेहरू केही आएको रहेछ। शीतलानन्द पोखरा यो के पो भइरहेछ अरे गाइज। यहाँ एक्सिडेन्ट भयो। के पो भइरहेछ अरे गाइज। यहाँ एक्सिडेन्ट भयो। के भयो किन मान्छे धेरै ल मान्छे सुतिरहेको छ। के भएको छ? के भएर? ला कुन चिठी?
के पो भइरहेछ के पो भइरहेछ र गाइस यहाँ एक्सिडेन्ट भयो के भयो किन मान्छे धेरै मान्छे सुतिरहेको छ के भएको चाहिँ के भएर ला कुन सिटी उयो रातो सिटी ए हो त यार कसरी बाँगिरहेको छ नि के पो भइरहेछ र गाइस यहाँ एक्सिडेन्ट भयो के भयो किन मान्छे धेरै के पो भइरहेछ र गाइस यहाँ एक्सिडेन्ट भयो के भयो किन मान्छे धेरै मान्छे सुतिरहेको छ के भएको चाहिँ के भएर ला कुन सिटी उयो रातो सिटी ए हो त यार कसरी बाँगिरहेको छ नि ला पुरै बाँगिरहेको के पो भइरहेछ र गाइस यहाँ एक्सिडेन्ट भयो के भयो किन मान्छे धेरै मान्छे सुतिरहेको छ ल म चाहिँ दमक ल म चाहिँ दमकको कुमाल चोकमा चाहिँ पुगिसकेँ यो पहिला दमक आउँदाखेरिको भाइब्स कस्तो हुन्थ्यो भने माथि गाउँदेखि अब जङ्गलदेखि निस्किन्थ्यो होइन अनि जङ्गलदेखि निस्केपछि अलिअलि गाउँहरू अनि गाउँहरूदेखि अनि अलिअलि घरहरू चाहिँ आधादेखि लिएर चाहिँ अनि घरहरू भएको चाहिँ त्यसरी फिल हुन्थ्यो क्या पहिला हामीलाई सहरतिर ल म चाहिँ दमकको कुमाल चोकमा चाहिँ पुगिसकेँ यो पहिला दमक आउँदाखेरिको भाइब्स कस्तो हुन्थ्यो भने ल मैले चाहिँ सर्टकट लिएको थिएँ अनि अब यसलाई ल मैले चाहिँ सर्टकट लिएको थिएँ अनि अब यसलाई छिटो मिठो घर जानुको लागि ल मैले